हाउ वाज टी20 वर्ल्ड कप नेपालको टी20 वर्ल्ड कपको जर्नी चाहिँ कस्तो भयो त अहिलेको भिडियोमा चाहिँ म त्यो सब भन्न गइरहेको छु। जुन हामीले सोचेका थियौँ नेपाल सुपर एटमा पुग्छ, कुनै एउटा टेस्ट नेसनलाई हराउँछ भन्ने जुन अपेक्षा राखेका थियो त्यो अनुसार चाहिँ नेपालले खेल्न सकेन र जुन हाम्रो एक्सपेक्टेसनभन्दा धेरै बाहिर खेल्न पुग्यो नेपाल टिमले। तैपनि लास्टमा एउटा जित आयो, त्यसले पनि खुसी दिएको छ भनौँ नेपाली क्रिकेट फ्यानहरूलाई। र नेपाल क्रिकेटको अब टी20 वर्ल्ड कपको जर्नी चाहिँ कस्तो भयो त भन्नुपर्दा, फर्स्ट म्याच नेपालले इङ्ल्यान्डसँग खेलेको थियो र त्यसमा जम्मा 4 रनले मात्र हार्न पुग्यो नेपालले। र त्यो म्याच एकदम राम्रो भएको थियो, अझ लाइन क्रस गर्नुपर्ने थियो, हामीले म्याच त जित्नुपर्ने थियो, तैपनि जित्न सकेनौँ हामीले भनौँ। र त्यो म्याच राम्रो भएको थियो। र त्यसपछि नेपालले जुन इटालीसँगको म्याचमा एकदम इजी विन गर्छ भन्ने सोचेको थियो सबैले, तर त्यो अनुसार हुन सकेन। इटालीले उल्टो हामीलाई इजिली हराइदियो भनौँ, 10 विकेटले हराउनु पुग्यो। र यो वर्ल्ड कप चाहिँ स्पेसली दिपेन्द्र सिंह ऐरीको लागि चाहिँ एकदम राम्रो भयो भनौँ। अहिले जुन ग्रुप स्टेजको म्याचहरू सकिँदासम्म, अहिलेको म्याच सकिँदासम्म उनी सेकेन्ड हाइएस्ट रन स्कोरर छन् यो टी20 वर्ल्ड कपको, जुन एकदम राम्रो हो भन्नुपर्छ। र उनको एकदम पर्फर्मेन्स राम्रो भयो। र लास्ट म्याचमा चाहिँ सोमपाल कामीले पनि राम्रो पर्फर्मेन्स गरे, नन्दन यादवले पनि राम्रो पर्फर्मेन्स गरे, तर अरूको पर्फर्मेन्स खासै राम्रो हुन सकेन। अरूको पर्फर्मेन्समा चाहिँ कन्सिस्टेन्सी देखिएन, जुन दिपेन्द्र सिंह ऐरीमा चाहिँ देखियो। उनको लागि चाहिँ यो टुर्नामेन्ट एकदम राम्रो भयो र उनले नै नेपालको साख जोगायो भनौँ। र उनलाई अब सायद ठुल्ठुलो लिगहरूमा पनि अफर आउन सक्छ अब उनलाई, जुन वर्ल्ड कपको पर्फर्मेन्सले। त्यही हुनाले वर्ल्ड कप भनेको यस्तो इम्पोर्टेन्ट चिज हो कि नयाँ प्लेयरहरूलाई नयाँ लिगहरूमा मौका पनि पाउन सक्छ वर्ल्ड कपमा, जुन देखि पनि सकेको छ। उनलाई पिएसएलमा त लिइसकेको छ, त्योभन्दा अझ ठुलो लिगहरूमा लिन सक्नेछ। अब त्यसै गरी नेपालको सेकेन्ड म्याच राम्रो हुन सकेन। अब थर्ड म्याच वेस्ट इन्डिजसँग खेलेको थियो, त्यो म्याच पनि राम्रो हुन सकेन। नेपालले बलिङ र ब्याटिङ दुइटैमा खासै राम्रो पर्फर्मेन्स गर्न सकेन। र लास्ट म्याचमा स्कटल्यान्डसँग एकदम राम्रो पर्फर्मेन्स गऱ्यो भनौँ, जित्न पुग्यो। जित्नु भनेकै राम्रो पर्फर्मेन्स हुनु हो। र एउटा म्याच भए पनि जितेको छ नेपालले। स्कटल्यान्ड नट अ ब्याड टिम, एकदम राम्रो टिम हो र त्यसलाई हराउनु पनि एकदम राम्रो रह्यो भनौँ। र ओभरअल नेपाल क्रिकेट टिमको जुन फर्स्ट म्याच र लास्ट म्याच चाहिँ राम्रो भयो। अब जुन इटालीसँगको म्याचले गर्दा नेपालको पर्फर्मेन्स चाहिँ म अब 100मा रेट गर्नुपर्दा 100मा 40 जति मात्र दिन्छु। जुन इटालीलाई जितेको भए चाहिँ 50सम्म दिन सकिन्थ्यो, 50-60सम्म दिन सकिन्थ्यो। इटालीलाई नजितेको कारण अब 40सम्म दिन सकिन्छ। एउटा कुनै टेस्ट नेसनलाई हराएको इङ्ल्यान्डसँग हामीले लाइन क्रस गरेको भए त हामी 60-70 पनि दिन सक्छौँ नेपालको पर्फर्मेन्स। र 100मा जम्मा 40 जति मात्र दिन्छु नेपालको पर्फर्मेन्सलाई रेटिङ गर्नुपर्दा चाहिँ। र त्यति सोचेको अनुसार चाहिँ हुनु पुगेन, तैपनि धेरै पोजिटिभ कुराहरू छन्। दिपेन्द्र सिंह ऐरी भयो, अब त्यसै गरी अरू प्लेयरहरूले पनि प्रोमिस त देखाएका थिए। कुशल भुतेल भयो, आसिफ शेखहरूले लास्ट म्याचमा देखाएका थिए। र ट्यालेन्ट छ र यही प्लेयरहरूबाट नै रिजल्ट आउने हो। नयाँ प्लेयर राख्नुपर्छ, त्यो प्लेयर चेन्ज गर्नुपर्छ, एकैचोटि चेन्ज गरेर हुँदैन क्या। नेपालको जुन डोमेस्टिक एनपिएलमा देख्यौँ नि हामीले, कुन प्लेयर चल्यो त? नयाँ प्लेयर कुनै चलेन नि होइन। डोमेस्टिक स्ट्रक्चर जबसम्म राम्रो हुँदैन त्यति तबसम्म नयाँ प्लेयरहरू त्यति निस्किँदैन क्या। अझ नेपालको डोमेस्टिक स्ट्रक्चर राम्रो भइसकेको छैन। अब लङ फर्मेटको गेमहरू हुनु पऱ्यो, ओडिआई गेमहरू बढी हुनु पऱ्यो, ओडिआई भन्दा नि वान डे गेमहरू बढी हुनु पऱ्यो होइन। र त्यो भयो भने चाहिँ नयाँ प्लेयरहरू पनि निस्किन्छ। र नयाँ प्लेयर निस्किने बित्तिकै अब डोमेस्टिकमा राम्रो पर्फर्मेन्स गर्ने बित्तिकै यता नेसनल टिममा राख्ने बित्तिकै राम्रो पर्फर्मेन्स आउँछ भन्ने नै होइन। जुन नेसनल टिममा खेलेको प्लेयरहरूले धेरै धेरै एक्सपिरियन्स छ क्या। उनले ठुलो टिमहरूसँग खेल्ने पनि धेरै एक्सपिरियन्स भएको छ। नयाँ प्लेयर झट्टै राखिहाल्दा यतिको नै रिजल्ट आउँदैन क्या। जुन इङ्ल्यान्डसँग हामीले 4 रनले हारेका थियौँ, त्योसम्म गेम पुग्दैन थियो नयाँ प्लेयरहरू भएको भए। स्कटल्यान्डसँग त हामी जित्न सक्दैन थियौँ नयाँ प्लेयरहरू मात्र भएको भए। नयाँ पुरानो एक्सपिरियन्स र न्यू कमर्सहरूलाई मिलाएरै टिम बनाउनुपर्छ। र अब आउने म्याचहरूमा अझ राम्रो पर्फर्मेन्स गरेछ नेपालले। र क्यानले चाहिँ अब केही स्पेसिफिक प्लान चाहिँ बनाउनुपर्छ अब भनौँ, नत्र नेपाल झन् खस्किन सक्छ। यो अब वर्ल्ड कपबाट केही सिकेको हुनुपर्छ क्यानले पनि। अब नयाँ त्यही गरी प्लानिङ गर्ने भन्ने, अब डोमेस्टिक स्ट्रक्चर कसरी राम्रो गर्ने भन्ने, त्यो हो भने चाहिँ नेपालको क्रिकेट माथि जान्छ।